लास्ट के भन्छ त्यसलाई माथिको फ्लोरमा जान्छ गाइस लाइन गयो लिफ्टमा हेर्नु त हाम्रो हालत चल लाइन ओइ लाइन गाछ हेलो अब अनि यहाँ यसो भिडियो बनाउनुपर्छ अब छिटो तिमी आउने नआउने होला त हेलो गाइज वेलकम ब्याक टु माई वर्षा च्यानल अनि यो चाहिँ उसको च्यानल हो होइन अनि त्यसपछि मेरो पनि युट्युब च्यानल छ सबैले सब्सक्राइब गरिदिनु होला गएर गुडिज वर्ल्ड अनि उसको चाहिँ वर्षाज वर्ल्ड होइन हामी चाहिँ साथी हो अब क्लासमेट भने नि हुन्छ होइन अनि त्यसपछि हामी चाहिँ यति राम्रो भएर कहाँ होला भन्नु भएर होला हामी चाहिँ 3 एन्जलको मास्केमा आएको छौँ होइन 3 एन्जलको संस्थाबाट चाहिँ यहाँ कार्यक्रमहरू छ अनि हामी चाहिँ आज त्यसकै लागि आएको छौँ अनि यहाँ साथीहरू पनि छ अनि आजको कन्टेन्ट चाहिँ के हो भने उसको च्यानलमा चाहिँ अब म पनि भ्लग बनाउँछु अनि मेरो च्यानलमा उसले पनि भ्लग बनाउँछ अनि के कस्तो हुन्छ म सबै तपाईँहरूलाई देखाउँछु अनि सबैले माया गर्नु होला स्किप नगरिकन हेरिदिनु होला बाई गाइज हामी चाहिँ टिकटक बनाउनु होइन धन्न है के अरे हामी भित्र जाँदा चाहिँ धेरै मान्छेहरू आएको रहेछ अनि हामी चाहिँ टिकटक बनाउनको लागि जाँदैछौँ सबसे के अरे लास्ट के भन्छ त्यसलाई माथिको फ्लोरमा जाँदैछु लिफ्टमा हेर्नु त हाम्रो हालत ओइ लाइन गाछ प्लिज गॉड लाइन हाउस प्लिज हैन लाइन अब यो बच्चा पनि बज्यो मैले सोचिरहेको थिएँ कि घरमा पनि लिफ्टमा चढ्न लाइन नजा ओ भगवान प्लिज पुग्यो माथि आज त रियलमै भयो त आज त आमा कस्तो यसो देखिन्छ मास्केको टप फ्लोरबाट भ्यू चाहिँ हाई गरिदेऊ सबैजनाले हाई गरिदेऊ हाई गर यो चाहिँ स्कुल भयो बोर्डिङ भयो होइन अनि मान्छेहरू आउँदै अझै पनि यतापट्टि साइडमा छ गाई साँच्चीकै मुटु ढुक्ढुक भएर धन्नै मरेन हौ कसरी रोक्यो भने यहाँ हेर्नुहोस् यस्तो छ अनि त्यसपछि यताबाट नि यस्तो भ्यू देखिन्छ अब चाहिँ हामी एकछिन टिकटक बनाउँछौँ है गाइज ल टिकटक बनाउने होइन गाइज यो ग्रुपमा देख्नु भइरहेछ नि तपाईँहरूले उहाँहरू पनि अब हाम्रै त्यो के भन्छ कार्यक्रममा आउनु भएको हो अनि सबैजना आइपुग्नु भइसक्यो अब हामी चाहिँ अब 1-2टा भिडियो सिडियो बनाएर अनि हामी चाहिँ जान्छौँ है त बिनिता लाज लाग्छ मलाई नहेर बिनिता सुन्दैन के सुन्दैन अनि गाडीहरूको आवाज आइरहेको नि त तैँले बोलाएको कहाँ सुन्छ त अनि बोलाउनु पर्दैन कि लाज लाग्छ 4 भिडियो बनाएर गइहालौँ न ल मेरो हामी चाहिँ भिडियो बनाउन आएको है मेरो क्यामेरा चाहिँ आज यसले ह्यान्डल गर्छ है कस्तो भिडियो बनाउँछ यो नि भ्लगरै हुन त अब भए पनि राम्रै बनाउँछ राम्रो एकदम राम्रो बनाउँछ भन्न खोजेँ कि मैले एकदम राम्रो फोटो खिच्नु न यसमा हजुरहरूलाई कुन कोठा चाहियो भन्नुहोस् त 109 नम्बरको चाहियो कि 110 हजुरलाई कति 111 नखोल्नुहोस् है एसी क्यामेरा खाने अलि सरी बल्ल एसी क्यामेरा खानु पायो एसी क्यामेरा खानु पायो This is flower. Shana sister, who are you? Who are you? I am Solna. Hello. Hello. अब अहिले यहाँ यसो भिडियो बनाउनुपर्छ अब छिटो तिमी आउने नआउने होला त कतिखेर राम्रो बनाउनु कस्तो र छिटो चार्ज सकिन लागिसक्यो मोबाइलको हामी हतार के पनि ल्याएर हामीले चाँडा केही बोल्दैन तिमी पनि हेलो छिटो आऊ छिटो जानु पर्दैन उसको निनीले आउन नदिनु भएको भएर हामी चाहिँ यहाँ भिडियो कलमा उसलाई पठाइदिनु न भन्न लागिरहेछौँ होइन ल भन त देऊ ल देऊ
कहाँ हो र तिमी हिजो स्केच पारेर के भयो आपे त्यो सबैको मलाई त सेटिङ हुन्छ नि त जानु भन्थ्यो खै ए निनी यताबाट चाहिँ राम्रो आउँदो रहेछ नि बनाइदिनु ला हो भने के बोल्न दिएर खोल्ने रे बोल भने हो सुने भयो दिदी निनी के भन्छ अरे अनुष्कालाई पठाइदिनु न यस्तो भयो कि हिजो पनि आएको थियो अनि आज झन् मेन कार्यक्रम हो कि ठुल्ठुलो मान्छे अनि कार्यक्रमको ठुल्ठुलोहरू पनि आउनु भयो अनि अलिकति आज इम्पोर्टेन्ट मिटिङ हो कि गाडी चढेर आऊ न ए हस् पठाइदिनु है दिदी धन्यवाद नमस्ते हस् धन्यवाद पठाइदिनु होला प्लिज प्लिज कार्यक्रम हुँदैछ क्या मिसहरू आउनु भइसक्यो आउला हो ल आइहाल्छ फोन गरेर आएर नि हामी दिन आउँछु अघि हामी लिफ्टमा अड्क्या ओए 40 मिनट आइहाल्छ गाडेर लाइन झ्याप्प गाड्या सल्लाह पनि सल्लाह चिचाएर सल्लाह पनि सल्लाह चिचाएर आइहाल्छ जाडो ल भयो के नाच्न थालिरहेको डान्स कमरहरूलाई त्यो चौरीको गाई सल्लाह चाहिँ नाच्यो टिकटक बनाएर यत्रो धेरै मान्छेको अगाडि हेरेर मलाई एकदमै झ्याउ चाहिँ लागेन अहिले आधा घन्टापछि झ्याउ लाग्छ किनकि गाई झुमर हेर्नु न झुमर त्यो गाई चाहिँ हामी बसेको छ होइन अब अनुष्का एकछिन बसी आउँछ नि त्यति बेला फेरि भिडियो स्टार्ट गरौँ है त अहिले चाहिँ मान्छे चाहिँ थोरै है हिजो अस्तिको भन्दा है आज चाहिँ खाजामा खाजा सेट दिने कुरा गरेको कहाँ हो दुईजना घर गयो होला अनुष्का त आउँदैन त गाई सबैजना टिकटक गरेर टिकटक गर अहिले उहाँबाट अनि अहिले आइपुग्छ होला नि के भएको कस्तो धिर्दै भएको मलाई धिर्दै भएको लागेन कि गाई अब अहिले एकछिन अनुष्का आएपछि है त भिडियो बनाउँछु चार्ज पनि सकिङ लागिसक्यो आइफोनको संस्कारीहरू अनि तपाईको परियारै खतम कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो सल्लाह तिमी साइन गर्दै सल्लाह हेर लाउँदै हो र हजुर हाम्रो नाम लेख्दै हाम्रो चाहिँ म्याचिङ ड्रेस गाइज हामी चाहिँ यहाँ मास्केको के अरे होटेल भएको ठाउँमा आइसक्यौँ होइन हाम्रो हाम्रो पानी पनि आइसकेको छ वेटर दाजुले हेरेर जानु गइसकेको छ ग्लास अब ग्लासमा हामी पानी हामी कतिजना पोखिला नि 5 जना यिनीहरू है दुईजना अब हामी चाहिँ पानी हालेर चाहिँ हाम्रो चाहिँ मास्केको झिउ हाम्रो पछाडिको है त्यो मेरो आइफोनको पछाडिको हजार चाहिँ यस्तो हो है जब 2 जना 3 मिनट मात्रै खाने हो र अनि यहाँनिर के भयो अर्कोमा हाल्दै नि त यो यहीँ होस् त्यसमा टिकटक बम भनेको कति काली एकछिन अब हाम्रो मोमो आउँछ नि त्यसपछि कहाँबाट चल्छ त बाई हेर्दाखेरि त मिठै देखाएको छ गाई चाउमिन अब हामी टेस्ट गरेर सुनाउँछ अनि हामी टिकटक पनि बनाउँछु ल 2 भाग चाउमिन चाहिँ आइसक्यो अब 2 भाग आउनु बाँकी है 3 भाग सरी गाई कपाल कस्तो अटोमेटिक मोबाइल के भन्ने भयो आफै फोटो खिचिरहेको
कसको मोबाइल हो मेरो त मोबाइल हो अनि बास्ना मिठो आइरहेको गाइज अब हामी टेस्ट गरेर सुनाउँछु ल टिकटक बनाऊँ न त ल खानुभन्दा अगाडि ल बाई गाइज अब खाजा खाने बेला भेटौँला है त गाइज अब चाहिँ हामी चाउमिन खान लाग्यो ल हो तपाईँहरू चाहिँ हेर्दै थुक्निल्दै बस्नु ल ओइ हामीले चाउमिन मोमो खाएँगे भन्नेमा त बनाएन त केसँग लाग्यो उयो सादा चाउमिन हो यो अस्ति त मोमो ल्यायो तर त्यस्तो मिठो थिएन मास्कीको ठाउँमा आएर मास्कीलाई विजेता नि हामीले गाइज खाएर भ्यायौँ यति भए यस्तो बाँकी बसेर ल्याऊ न मेरो त्यो गुड्डीको यो सबिचाको चाहिँ खाँदैछु होइन यो थाल पनि खायो त्यही भएर त आजकल मोटी हुँदै गएको रहेछ खाऊ 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 गाइस चाउमिन चाहिँ तातो तातो पिरो पिरो थियो कि तर एकदम मिठो पाउन सल्लाह छोडेर जाने क्या सल्लाह थाल बोक्दै हुन्थ्यो एकदम लङ 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 जहिले तिम्रो छोटो हुन्छ एकदम लङ 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 मोबाइल सेलमा यो 3000मा यो 2000 त्यसै 1000 तपाईँलाई सस्तोमा मोबाइल किन्नु छ भने हामीलाई सम्पर्क गर्नु होला कन्ट्याक्ट नम्बर 98 21 27 50 96522 सम्झेर बादेऊ बुटुटु मेरो चाहिँ कति हो छोड्नु पर्दैन ल तिमीले खाऊ त भन्ने खाता नि म चना चाहिँ खान्छु मलाई 89 अनि 3060 सल्लाहले हेरेर के बोले कि फुट्नलाई म चना खान्छु कि चना चाहिँ खान्छु गुड्डीले चना खाएर आफ्नो दिमागलाई फेरि उमा ल्याउन थालेको छ केमा अब फेरि लिफ्ट आँटेको त्यो क्लिपले हामीले चाहिँ यो हल बुक गरेको हेर्नु त केही होइन लाइट्स क्यामेरा एक्सन तपाईँहरू के खान मन लाग्छ तपाईँहरूलाई म देखाउँछु है त यहाँ के खान लाग्छ हामी चाहिँ यहाँ मास्कुमा आएर खाना लागेको अनि अरू के खाने यो त चिज पो रहेछ है चिज रहेछ के लानु ब्युटी पार्लर यति राम्रो किचनहरू क्लिप्सहरू छ यति राम्रो क्लिप्सहरू छ यहाँ अनि हामी पास्ता सेक्सनमा आइसकेको छौँ दालमोट सेक्सनमा के किन्यो है कहाँ कुरमुरे खाम जम कुरमुरे सेक्सनमा जाने फेरि उहाँ चाहिँ प्लास्टिक यो 50 रोजीमा हालेर जानुपर्छ वाटरमेलन अब हामी कहाँ जान्छ अनि त्यसपछि बल्ल भेट्छु ल यसको साथसाथै चाहिँ हामीले यदि हामी आफ्नो लक्ष्यलाई पुरा गर्नु छ भने चाहिँ हामीले आफ्नो अगाडि भएको त्यो समस्याहरूलाई चाहिँ हामीले छोड्ने होइन कि त्यो समस्यालाई चाहिँ हामीले हल गर्नुपर्छ आफ्नो हकको निम्ति चाहिँ हामी आफै लड्नु पर्दछ अरूले चाहिँ लड्दिन्छन् कि अरूले चाहिँ हाम्रो साटोमा अगाडि आएर उभिएर चाहिँ हाम्रो साटोमा बस्नु हामी चाहिँ अब घर
हामी घर गएर चाहिँ आउनेछु अनि कति आइन्छ त देखाएको त यसले चाहिँ आज मेरो क्यामेरा ह्यान्डल गरेको यसको यसले बनाएको भ्लग कस्तो लाग्यो तपाईँहरूले भनिदिनु होला है यस्तो दुःख गरेर भ्लग बना है हामी घर जानेछौँ अनि हामी साथीहरू जतामा अनि आजलाई चाहिँ यति नै है अब त हामी बाइक आजलाई चाहिँ यति नै हो न सबैले लाइक शेयर सब्सक्राइब